नमस्कार, म बालेन शाह, प्रमुख काठमाडौँ महानगरपालिका। महानगरपालिका वार्डहरूमा चाहिँ घुमिराख्नुपर्ने 2 महिना 3 महिनासम्म चाहिँ नक्सा पास हुनलाई समय लाग्ने थियो। विद्युतीय प्रणाली भए पनि ट्र्याकिङ मात्रै हुन्थ्यो, तर अड्डा-अड्डामा डेस्कहरूमा चाहिँ गइराख्नुपर्ने जुन समस्या थियो, एकदमै लामो प्रक्रिया थियो। हाम्रो सर्भरहरू पनि एकदमै स्लो थियो। अहिले चाहिँ हामीले सर्भर चेन्ज गरेर एकदमै फास्ट सर्भर राखेका छौँ र एकदमै कम्प्लिटली, एकदमै पूर्ण रूपमा अटोमेटेड किन छ भन्दाखेरि तपाईँको नक्सा अब प्रिन्ट गरिराख्नु पर्दैन, नक्सा किताब भरिराख्नु पर्दैन। तपाईँको एउटा इन्जिनियरलाई नक्सा बनाउन दिनुभयो भने डिजिटल फर्ममा नै काठमाडौँ महानगरपालिकाको सिस्टममा प्रवेश गर्छ र त्यही सिस्टमबाट आर्किटेक्ट, स्ट्रक्चरल इन्जिनियर सबैकोमा गएर रेभेन्यू तिरिसकेर 25 दिनभित्र तपाईँको नक्सा तयार भइसक्छ, त्यो पनि डिजिटल फर्ममा। इबिपिएस सिस्टममा तपाईँले आफ्नो नक्सा जहिले पनि गएर हेरेर प्रिन्ट गर्न सक्नुहुन्छ। ब्याङ्कहरूमा बुझाउनु पर्यो, भ्यालिडेटरलाई दिनु पर्यो भने पनि अनलाइन रूपमै दिन सकिन्छ। र राम्रो कुरा के छ भन्दाखेरि 5000 स्क्वायर फिटसम्मको घरको नक्सा चाहिँ एउटा वार्डकै सिस्टमबाट पनि तपाईँको अहिले गर्न सक्नुहुन्छ। महानगरपालिकासम्म आउन पर्दैन अथवा महानगरपालिकासँग कनेक्ट पनि नभइकन वार्डबाट पनि हुनसक्छ। त्यसैले अहिले चाहिँ कम्प्लिट पूर्ण रूपमा चाहिँ हामीले हाम्रो नक्सा पासको प्रक्रियालाई चाहिँ अहिले पूर्ण रूपमा डिजिटल, पूर्ण रूपमा अटोमेटेड गर्न सकेका छौँ।